चर्को चर्को घाम लागिरहेको हुन्छ। जाँगर त पिटिकै लागेको हुँदैन, यतिकैमा म नाच्न सुरु गरिहाल्छु। आज बिहान करिब 10 बजीतिरको कुरा हो। म चाहिँ रुममा मोबाइल चलाएर आराम गरिरहेको हुन्छु। यतिकैमा चाहिँ आमाले मकै रोप्ने प्लान बनाइसक्नु भएको हुन्छ। म चाहिँ बाहिर आउँछु अनि वरिपरि हेर्छु। आमा चाहिँ तल बारीमा गइसक्नु भएको हुँदो रहेछ। यतिकैमा मैले कुटो ताने अनि म लाग्छु बारीतिर। अनि एकछिन हिँडेर म रोडै हिँडेर तल जान्छु। यो बारीमा चाहिँ हामीले पहिले नै मकै रोपिसकेको हुन्छौँ। हामीले रोप्नुपर्ने चाहिँ अर्को बारीमा हो। आमा चाहिँ अगाडि आएर तल के गरिराख्नु भएको हुन्छ। म चाहिँ घरमा मोबाइलमा व्यस्त थिएँ। अनि फाइनली म पनि बारीमा पुग्छु। बारी हेर्दा त ठुलो लाग्छ, चर्को चर्को घाम लागिरहेको हुन्छ। फाइनली म हातमा कुटो सुबाच्छु अनि खन्न सुरु गर्छु। जाँगर त पिटिकै लागेको हुँदैन, तर के गर्नु गर्नै पर्यो। यतिकैमा म नाच्न सुरु गरिहाल्छु। फाइनली रोपेर सकियो करिब 2 घन्टाको समयमा। अनि घरतिर फर्किन्छु। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। बाई बाई।